सो गाइज आज चाहिँ हाम्रो 11 मन्थ एनिभर्सरी हो हैन। हाम्रो बिहेको लग हेर्दा हेर्दै 11 मन्थ पनि बितिसक्यो। अनि आज मेरो बुढोले चाहिँ मलाई मेरो फेभरेट चिया खुवाउन लाँदै हुनुहुन्छ। मैले भनेकै पसलमा हैन, यत्रो दिन भयो त कावासोती आएको तर कहिले पनि यहाँ गएर चिया खाथिन। चाहिँ के हो रे, चिया संसारमा फाइनली आज म चिया खानेवाला छु हैन। अनि हेर्नुस्, चिया संसारको लोगो यही हो बोर्ड। यहाँ आएर हामीहरू चिया आज खाने प्लान बनाएको। अचानक तपाईँले सरप्राइज गरिदिनु भयो भाइ मलाई त। यत्रो दिन है हामीले सोचेको, कहिले पसल बन्द हुने कहिले के नमिल्ने। अनि यहाँ हेर्नु मेरो बुढोले आज मलाई सायरी पढेर सुनाउँदै हुनुहुन्छ, इम्प्रेस गर्दै हुनुहुन्छ। सुरुमै 2-3 वटा स्याड सायरी पढेर सुनाउनु भयो भाइ। यस्तो एनिभर्सरीको दिन रोमान्टिक हुनुपर्ने ठाउँमा के गर्नु, यस्तै छ माया भनेर लास्टमा हेर्नु न कस्तो राम्रो स्माइल गरेको। कम्ताको छ बुढो, तर राम्रो राम्रो सायरी सुनाउनु भयो। तपाईँलाई लास्टै मन परेको थियो है त्यो बुक भाइ। मेरो बुढोलाई यस्तो मन पर्दो रहेछ यो सायरी किताबहरू भन्ने मलाई त्यस्तो थाहा पनि थिएन, आजै थाहा भयो भाइ। कति धेरै पढेर सुनाउँदैन त, म त इरिटेट भएर चाहिँ मलाई खासै त्यस्तो मन पर्दैन हैन। त्यही पनि बुढोले यसो सुनाउँदाखेरि मायाले सुनिदिउँ भनेर अनि हल्का रोमान्टिक पनि सुनाउनु भयो हैन, 2-4 वटा। राम्रो थियो त्यो बुक। त्यो बुक लिनुपर्छ त किन्नुपर्छ क्या। मैले चाहिँ यो उपन्यास पढ्दै थिएँ राधा भन्ने, कस्तो लाग्यो भाइ। त्यसपछि हाम्रो चिया पनि आइपुगेको थियो हैन। आज मसला चाय भन्ने मटका सकिएको थियो फेरि आजै। त्यही पनि मसला चिया चाहिँ एकदम राम्रो थियो हैन। तपाईलाई राम्रो लाग्यो चिया मलाई त। चिया चाहिँ एकदम राम्रो थियो। अनि हामीले चिया खाँदै बुक पढ्दै यसो कुराकानी सेयर गर्दै आज एकछिन राम्रो टाइम स्पेन्ड गऱ्यौँ। बिहानदेखि म कति स्याड थिएँ, मेरो बुढाले अचानक मेरो मुड फ्रेस गरिदियो हैन। अनि मैले आज पोस्ट पनि गरेको छु हैन फोटो। अनि कति मजा लाग्यो। त्यसपछि फेरि फर्केर चाहिँ अफिसै आउन पर्यो। अनि जे होस् आजको यो टाइम चाहिँ एकदम राम्रो भयो। अनि बेलुका आउँदाखेरि चाहिँ मेरो बुढाले मलाई सरप्राइज गरिदिएको भाइ। आज त के हो सरप्राइज माथि सरप्राइज, 11 मन्थ एनिभर्सरी। मलाई पानीपुरी ल्याइदिनु भयो भाइ। अरू दिन भन्दा पनि खुवाउनु भन्दा नमान्ने, आज चाहिँ अचानक रुम खोलेर आउँछु अफिसबाट हेर्दाखेरि त बरु पानीपुरी ल्याइरहेको। त्यसपछि मैले वाप्पै वेट गर्नै सकिनँ, यति मिठो थियो पानीपुरी। एउटा फोडेर खाइ त हालेँ। त्यसपछि हामी 2जना मिलेर आज यही पानीपुरी खायौँ अनि हाम्रो यही भयो। यस्तै भयो हाम्रो एनिभर्सरी। ह्याप्पी एनिभर्सरी ब्रो। ह्याप्पी एनिभर्सरी हजुरलाई पनि। लभ यू। लभ यू टु। कति मिठो थियो भाइ पानीपुरी, साँच्चै मिठो थियो। पानीपुरी कस्तो राम्रो थियो।